भन्छन् नि एक दिनले हुँदैन तर एक दिन पक्कै हुन्छ भनेर हो। यही मोटिभेसनका साथ आजको भ्लग स्टार्ट गर्छु है त म। आज चाहिँ हामी चोबारमा आएका थियौँ होइन। अनि चोबारको बाटो कस्तो छ भनेर जो काठमाडौँमा हुनुहुन्छ उहाँहरूलाई थाहा नै होला, एटलिस्ट किर्तिपुरमा हुनेहरूलाई त बढी थाहा होला होइन। अनि काठमाडौँको मस्ट मान्छेहरू आउने ठाउँ भनेको नै चोबार होइन। चोबार चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ, ब्याक चाहिँ चोबारको हो। अनि जो उताको बाटो छ नि त्यो बाटो चाहिँ एकदम खराब छ कि, यस्तो खराब छ लाइक तपाईँहरू म देखाउँछु है। हाम्रो बाइकको कन्डिसन कस्तो भएको छ त है, लाइक यस्तो भएको छ कि बाइकको कन्डिसन है, त्यो तलमाथि भएर होइन डिसब्यालेन्स भएर बाइकको कन्डिसन यस्तो ल यस्तो छ बाइकको कन्डिसन। अब घुम्न त आइन्छ होइन, घुम्न त आउँछौँ हामीहरू, म चाहिँ पनि आउँछु कि आउन त, तर कन्डिसन चाहिँ यस्तो बेकार छ नि। हुन त आजकल पहिलाभन्दा चाहिँ राम्रो भइरहेछ, त्यता के भन्छन् रोड पनि बनाइरहेछन्, राम्रोसँग बनाइरहेछन्। जे होस् आई होप नेक्स्ट टाइम आउँदाखेरि चाहिँ राम्रो बनेको होस् है। अनि यति मान्छे आउँछन् यार, यति मान्छे आउँछन् होइन, कयौँ मान्छे आउँछन्। अनि त्यो बाटो त अब त्यस्तो खराब भएको चाहिँ अहिले मलाई राम्रो चाहिँ लागेन है। सो अब त्यो चाहिँ छोडिदिउँ, त्यो आउट अफ पार्ट होइन। आज हामी चाहिँ आज चोबार आएको छौँ। अनि टक्क त्यो डाँडामा गएर चाहिँ टक्कको भ्यू देखाउँछौँ, कस्तो भ्यू आउँछ यताको। अनि यहाँ त चोबारमा आजकल ठेलाहरू पनि धेरै बढिसकेको रहेछन्। एउटा उता छ, उता छ, उता छ, अनि यता त धेरै भइहाल्यो। अनि साथीहरू चाहिँ बाइक बनाउने कन्डिसनमै छन्, बाइक चाहिँ भएन जस्तो छ। अनि हामीसँग हुनुहुन्छ एउटा के भनौँ, कस्तो भनौँ भने चाहिँ उहाँको पेसन चाहिँ अहिले अलग छ होइन। र उहाँको एम चाहिँ कस्तो छ भन्दाखेरि लाइक हिरो होइन, एक्टर। स्वागत गर्दै हम निर्मल रोकाएको होइन। हल्का हल्का हिन्दी पनि मिक्स हानिदिएको है गाइस, अब डोन्ट माइन्ड। अर्को हिरो यहाँ भइहाल्यो होइन, एकदम न त हिरो यो गुन्डाको रोलमा खेल्छ क्या। अन्त त्यस्तो सुहाउने होइन नि त, हिरो अन्त गुन्डा बोलियो देखेपछि त अनि कहाँ हुन्छ त फिल्म त। जोस् अहिले चाहिँ अब भोलि चाहिँ आज परीक्षा छ फेरि हाम्रो, भोलि चाहिँ इक्जाम छ, लास्ट इक्जाम ड्रइङको। अब भोलि ड्रइङको इक्जाम दिइसकेपछि चाहिँ जोस् फर्स्ट सेमिस्टर चाहिँ हाम्रो क्लियर हुन्छ। अब कसरी क्लियर हुन्छ, अब इक्जाममा कस्तो भयो भन्दाखेरि चाहिँ अब कसरी भनौँ, एउटा ठिकठाकै भएको छ हुन त। रिजल्ट कस्तो आउँछ त्योमा डिपेन्ड गर्छ। अब हेरौँ रिजल्ट कस्तो आउँछ। मेरो मोबाइल कहाँ होला, यस्तो कालो देख्दा बस् न सर, बस्नुहोस् सर, सर तपाईँ बस्नुहोस् न। हाम्रो चटपट रेडी हुन्छ, यो चटपट बन्ने छ, एकछिनमा चटपट बन्छ। बस्नुहोस् सर, तपाईँको लागि हो कुर्सी एकदम, यहाँनिर बस्नुहोस् न। ए फोर रहेछ, फोर रहेछ, यो जब देखो लड्की देखो मेरा दिल दीवाना ओए ओए भन्छ नि, त्यस्तै छ। अब यहाँको भ्यू चाहिँ दामी छ यार। भन्छ चाहिँ आजकल सबैको फेभरेट भने चट्टो भइरहेछ, स्पेसली यसको। अब खै किन हो कस्तो के पुरा कस्तो के है, पुरा कक्रोच स्टाइलमा दिइरहेछ त्यो त, कस्तो के रे यहाँ कता सयलिङ चाहिँ हुँदैन यार मेरो यार। सुन्न भाउ नखान केटीको जस्तै यार, कस्तो भाउ खान्छ। भ्लग गर्ने म हुँ कि तैँले खालि जस्तै रेस्पोन्स मात्र देखेँ। त एउटा सिम्पल क्वेसन सोध्छु है ल है, काल भनेको के हो? वाह, काल भनेको के हो? यो त यस्तो भएन र। राइस भनेको के हो भने चाहिँ चावल, केही भएन। त्यसको डेफिनेसन चाहिँ काल भन्नाले डेफिनेसन हो, डेफिनेसन टिचर चाहिँ उहाँहरूलाई सिकाउँथ्यो त, सिकाइदियो तैँले तेरो सोधाइ पनि गलत भयो भाइ। कसरी हेर, कालको परिभाषा दियो भने बरु दिएको डिफिनेसन दिनु। काल भने क्या हो? काल भने टेन्स हो नेपालीबाट। कालको परिचय दियो नि त, दे त नि।
कालको परिचय दिनु। परिचय काल मेरो साथी हो। वाह ऊ धेरै कालो छ। वाह अरू के हो त्यति हो। दामी दामी। तपाईँको एउटा पनि त्यही हो कि एन्सर फरक छ? कुनै समयमा वाह हुने अब आइरहेछ कुनै समयमा हुने त्यस्तो कार्यहरूलाई कामहरूलाई वाह। अवस्थाहरूलाई हो त्यही हो यो चाहिँ काल भनेको साथी हो। वाह मतलब उसले अर्कोवाला काल सोच्यो क्या त्यो मरेर जान्छ नि त्यस्तो वाला काल। काल कति प्रकारका हुन्छन्? हजुर ल गाइस म चाहिँ केही बोलिनँ है गाइस। ल काल कति प्रकारका स्कुटी सिकाइरहेको छ छन्? 3 प्रकारका स्कुटी पनि सिकाइरहेको छन्। प्रेजेन्ट ए भूत प्रेजेन्ट अनि अरू फ्युचर फ्युचर। भूत प्रेजेन्ट फ्युचर 3 प्रकारका काल हुन्छन्। त्यो काल हो भूत प्रेजेन्ट फ्युचर। नाइस। पास्टका ठाउँमा भूत हो नि। ए फ्युचरका ठाउँमा भविष्य। अनि प्रेजेन्टका ठाउँमा प्रेजेन्ट भनेको त अहिलेको समय हो भाइ। वर्तमान ए वर्तमान। वाह वर्तमान तर ह्यान्डसम चाहिँ यस्तो देखिया छ हेर्न हो हेर्नु के भन्ने के यहाँ हेर्न यो पनि क्रेजी के यार क्रेजी फ्यान म यार म तेरो फ्यान यार। भयो यार भाइ यार। हामी चटपट चाहिँ उता बनाउँदै हुनुहुन्छ ल उहाँले। लगाइदिउँ त 2-4 चटपट चाहिँ उता बन्दैछ। यसो एकछिन मात्र रातो रातो स्पाइसी स्पाइसी भने त्यसले पिरो भने कि मलाई त पिरो चाहिँ मन पर्दैन। खै यहाँ पिरो खान्छन् होला मलाई त मन पर्दैन पिरो। मनपर्छ तँलाई पिरो? मोटाएर यत्रो ज्यान लागिसक्यो जँ गर्छ यार। कति मोटाउँछस् रे यार तँ हेरौँ भन् त अनिल कति मोटाउने विचार छ चाहिँ? यो आज एक्सन के अलि डिफ्रेन्ट भइरहेको छ जस्तो लाग्दैछ त मलाई। आज अलि अरू दिनभन्दा अलि डिफ्रेन्ट अलि राति कम सुतेर हो कि त्यस्तै लाग्दैछ मलाई। राति कम सुतेरै होला। ओ भोलि इक्जाम हो नि त रातभरि पढेर होला। अच्छा त्यो त घाँटीमा त तैँले त्यो गाडीको चाबी के भन्छ बाइकको चाबी हालेर त ऊ जस्तो देखिन्छ जस्तै के गेटमा पालीहरू लाग्छ नि टक्क। लाइट बसको ड्राइभरको मान्छेहरू दादा त्यस्तै यस्तै छ। नाइट बसको ड्राइभर हो क्या धनगढी टु काठमाडौँ। यसै छ कहिलेकाहीँ इन्जोयमेन्ट गरेर राख्नुपर्छ होइन। इन्जोयमेन्ट धेरै गर्नु हुँदैन लिमिटमा सब चिज लिमिटमा गर्नुपर्छ। हाम्रो भने त्यही होइन लिमिटमा गर्नुपर्छ। भोलि चाहिँ इक्जाम सकिँदैछ अब कहीँ घुम्न जाने भने अब हुँदैन किनकि अब बहिनी आइसकेको छैन। बहिनीलाई छोडेर जानु पनि भएन। सो द्याट्स वाइ हामी चाहिँ घुम्न क्यान्सल। हाम्रो छोटा बडा राजन चाहिँ जान्छन् रे घुम्नलाई। आशी चाहिँ जानु भएन हामीसँग जानुहुन्छ अरे खै फेरि मान्छे सोच हो है एकदम सोचौँ हेर्नुहोस् त मजा। अहिले उता पनि पढ्दैछ फेरि फिल्म हेर्दैछ सोचिरहनु भयो होला यार तपाईँहरू। पढ्दैछ कि अहिले पनि ड्रइङ पढ्दैछ अनलाइन क्लास। फेरि त्यस्तो मान्छे कि पढ्नुमा त। फाइनली हाम्रो चटपट पनि आयो है त। चिया जस्तो देखिँदा चाहिँ देखिनँ म क्यामेरामा चाहिँ गएर कस्तो खान्छ। ओए एउटै चम्चमा आधा हान्छ त यार त। हामी पनि खाउँ है त गएर अब देखाउँ बिस्तारै पक्न पहिला तँ खाइहाल। ल हाम्रो साथीले पनि खायो हामी पनि खान्छौँ है त। मस्तै छ राम्रै छ। चाहिँ बढी भएको जस्तो लाग्यो हो। अब हामी चाहिँ चोबारको डाँडा माथि जान लागेको है। त्यहाँबाट भ्यू देखाउँछ हामीहरू। अहिले चाहिँ हामी जाँदैछौँ है त। हो अनि मोटो त आएन है। ऊ त्यहीँ बसिरहेको छ। ऊ त्यहीँ बसिरहेको छ उता उता हिँड्न सक्दैन भनेर आएन। गाह्रो छ। हामी चाहिँ बिस्तारै बिस्तारै असल हिँड्न सकिन्न यार। त्यही पनि गोर्खाली हो नि यार हिँड्न नसकेपछि त के अर्थ रह्यो त।
वाउ के दामी छ नि के डाँडामा गएर गीत गाउने उता नि आउँदैछ नि के भन्ने कि तल हेऱ्यो माथि हेऱ्यो जताततै कपाल छन् लाजी लागिसक्यो यार के गर्ने हामी त लुखुर हिँड्नु गरेर चाहिँ एक्लै यता आइछ नि त अब यहाँबाट स्ट्यान्ड गरेको निखिल उप्रेतीले होइन देखाउँछु म सुई यो एरियाबाट चाहिँ जम्प गरेको भन्दा सुनेको थिएँ होइन मैले डेन्जर छ यार खुट्टा लखर 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 हुन्छ यसो चाहिँ पाहाडमा के भन्छ निगालो भन्छ होइन यो चाहिँ सानो बोट मात्र रहेछ यसलाई काटिहाल्छन् होला अनि बाख्रा लगाएपछि त एकछिनमै खाइहाल्छन् यसलाई हाम्रो त निगालो हुन्छ पाहाडमा ठुलो हुन्छ एकदम यसमा त के निगालो होला अरू झारी राम्रोसँग हुने भएको छैन अरू चाहिँ मेरो भयङ्कर छ कार छ आइज नि त आइज ए त्यो पट्टि यहाँ झन् त केटी केटी छैन तर भ्यू चाहिँ बबाल छ कि फेरि यार यता भ्यू चाहिँ जोस् मलाई राम्रो लाग्छ हामी स्ट्यान्ड गर्ने कोरे स्ट्यान्ड निखिल उप्रेतीले त्यो के धड्कन फिल्ममा हो कि के हो खै भन्छन् मलाई चाहिँ आइएम नट स्योर क्या यताबाट हो रे है म चाहिँ स्योर छैन खै यताबाट कि उताबाट आइएम नट स्योर साथै डाँडो होला यत्रो डाँडो छ नि यत्रो डाँडो यत्रो खतम छ हिँड्नु त बाटो चाहिँ यस्तो मस्त छ नि पाहाडको हुन्छ नि त्यो उता पनि माथि दामी उतो पाहाड पनि जानुभए चाहिँ मस्त हुन्थ्यो यार यस राम्रो छ यताबाट चाहिँ म कीर्तिपुरको पाहाडतिरको भ्यू देखाउँछ है एरियाको पुरा तवाल लागेको छ यसले बेलुकातिरको बिहान नि तवाल लाग्छ होला आजकल तवाल लाग्ने टाइम हो नि त त्यही भएर तवाल लागिरहेछ त्यता चाहिँ स्विमिङ पुल छ यता चाहिँ स्विमिङ पुल मान्छेहरू स्विमिङ ठिक गरिरहेछ पानी चाहिँ खै के रिट्ने होला हो मलाई डर लाग्छ यस्तोमा त्यस्तो सिसीमा त जान्न गाह्रो छ झारे झार छ नि बाख्रा पनि रहेछ नि त ओ बाख्राहरू चढ्दैछन् मजाले यहाँबाट तल जाउँ त यताबाट त्यो बाटो चाहिँ डेन्जर छ यार यार के काटेको के काटेको खोलो मन्जुश्री हिँडेको पढिने 5 कक्षामा पानी निकालेर उपत्यका यही हो रे काटेको मलाई त थाहा छैन त्यो त उता होइन र त्यो मन्दिर थोडी न मन्जुश्रीको स्ट्याचु देख्न त्यो हो अच्छा 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 हमको पता नहीं था गाइस ऐसा भी होता है इधर अनि एउटा गर्लफ्रेन्ड लिएर चट्टा आउनु पऱ्यो के यसमा कस्तो मस्तको छ उता बबाल छ क्या उता पार्किङ छ जस्तो लाग्यो मलाई पार्क छ उता पार्क छ होइन उता पार्क छ जाने होला हामी त्यहाँबाट जाने होइन तल हुँदै जाने हो त्यो रोडबाट निस्किने अच्छा त्यो रोडबाट हामी ललितपुर निस्किने
फोहोर हेर न यार कस्तो खतम छ। जस गाइस सोबरमा जो पनि आउनुहुन्छ होइन आफूले खाएको चिजहरूलाई चाहिँ आफै फ्याँक्नुहोस् कि यार होइन यस्तो फोहोर बढ्दै गयो भने त कुन दिन कबडा भन्छ कबडा गनाउँछ गन फोहोर ओ माई गड। यस्तो सेन्सिटिभ चिजहरू पनि छैन यता जो फेरि क्यामेरामा देखायो भने फेरि गाह्रो पर्छ। सो क्यामेरा नदेखाएको बेस बाई मिस्टेकले भेटिहाल्यो भने पनि आई मिन देखिहाल्यो भने पनि के गर्न सक्छौँ र। हाम्रो चाहिँ यसलाई के भन्छन् होइन गाजो भन्छन् होला यार। यसलाई चाहिँ थक्काइलो भन्छन् होइन थक्काइलो। यो चाहिँ धेरै उपयोगी हुन्छ अरे शरीरको लागि। फेरि यसलाई ननिकालौँ होइन यस्तो काम गर्नु हुँदैन। यो चाहिँ पूजामा चढ्छ है पाती भन्छन् यसलाई। हाम्रो गाउँतिर चाहिँ यसलाई घरमा पनि रोप्छन्। यतातिर चाहिँ के भएको छ के भइरहेको छ के रहेछ चाचाजी के बेच्दै हुन्छ खै के बेच्दै हुन्छ। बदाम रहेछ बदाम हाई लगभग 5 बज्न लागिसक्यो। अझै हामी निस्किनुपर्छ यताबाट ढिलो हुन्छ यार। कता त कहाँ मान्छेहरू छ मान्छेहरू बिस्तारै यो नि एकदम राम्रो प्लेस बन्छ। निमल दाजु चाहिँ अगाडि जाँदैछ नि अनि बिस्तारै पछाडि के को धागो रहेछ अरे त होइन चङ्गाको मैले माछा मार्ने आएको यहाँ माछा मार कङ्ग्रेचुलेसन यसो भनेको चाहिँ सक्सेसफुल पर्सन भनेर जित मलाई भन्नुभएको थियो। जस्तो बारमा शान्त छ है मस्त न हल्ला पनि धेरै छैन मस्त छ। सूर्य नि उता पुगिसक्यो एकछिनमा डुब्छ। त्योभन्दा अगाडि हामीहरू रुमतिर लागिहाल्छौँ। अब हाम्रो मोटा साप चाहिँ उहाँ उसैमा झुन्डिया छ। फिल्मै हेरिसकेको छैन कि जस्तो लाग्दैछ मलाई चाहिँ। फिल्म पुरा हेरिसकेन कि पढिसक्यो होइन पुरै पढिसक्यो ल बधाई छ। र भोलिको इक्जाम चाहिँ एकदम हुनेवाला जस्तो छ ल पुरा फर्ममा बसिसक्यो हाम्रो निर्मल दाजु है टक्क। ल निर्मल दाजु चाहिँ अब बाइक चलाउन रेडी तर उता भने बाइक चाहिँ नदिरहेको अवस्था। उसले चाहिँ आफ्नो बाइक भनेर अलिक घमण्ड अब अलि खै के घमण्ड गर्दैछ अनि ऊ चाहिँ अब हेर अब ल हेर अहिले भनिहाल्यो फेरि भनिहाल्यो। मजा गरेको क्या मजा गरेको दिन्छ दिन त तर अहिले बाइकको कन्डिसन तपाईँ देख्न सक्नुहुन्छ यार यस्तो अवस्था भएको छ यार। यो रोडले गर्दाखेरि यस्तो ओइ खसाउलो फेरि रोडको अवस्था यस्तो भएको छ। त्यो चाहिँ हामीहरू चाहिँ अलिक बिस्तारै जानुपर्छ यार। धागो हेर्न चङ्गाको धागो त्यही पढाइ गरेर आएछ कि ल खुट्टामा रहेछ। ल गाइस अहिले चाहिँ हाम्रो यहाँबाट निस्केको बाटोमा भएको मलाई चाहिँ हेर्दै गर्नु है त कस्तो छ बाटो। जब हामी चाहिँ यहाँबाट निस्क्यौँ यहाँ रोड हेर है अब ल यता त ठिक छ अफ रोड ठिकै छ होइन यति त हुन्छ नहुने होइन उता हाल्नु पनि होइन यो भट्ट लाग्छ झन्नै लाग्यो ट्र्याक्टर चाहिँ 3जना चढाएको है यहाँनिर लागिहाल्छ कि फेरि बिच बाटोमा लागिहाल्छ कि त्यस्तो त समस्या छ यहाँ। अब हामी कुन बाटो जाने रे यता ल आज चाहिँ हामी नयाँ बाटोबाट जाँदैछौँ। मलाई त थाहा छैन त्यो बाटो कहाँ जान्छ। निर्मल छ त होइन निर्मल इज हियर डोन्ट के भन्छन् फियर डोन्ट फियर
डोन्ट फियर डोन्ट फियर भने त यार ए डियर भने डियर 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 फियर भने त रफ फियर त्यस्तो हो कि भन्नु थियो यार मतलब फियर भने सफा मतलब फियर भने चाहिँ फियर के फियर अब डोन्ट फियर होइन when निर्मल बोस इज हियर ओके सो निर्मल बोस सजेस्ट फर अस आधा पिच गरेर क्या फाइदा भयो यार खुट्टा हाड न क्यामेरा ल राख्नु अब साइडमा राख्नु हल्का के इङ्गो उहाँबाट कहाँ यो कहाँ जान्छ यो बाटो सिधा खै कहाँ जान त जान्छ के गरेर ल आफ्नै फोन आइरहेको छ र कस्तो फोन आए जस्तो लाग्यो अरे मान्छेलाई अब के भन्ने कस्तो दामी दामी रुखहरू छ त के भन्ला